ल गाइज आज मसँग मकैको ढिँडो छ हैन। मकैको ढिँडो आज चाहिँ मकैको अर्ग्यानिक ढिँडो तपाईहरुलाई कसरी खाने त्यो देखाउन गइरहेको छु। यो चाहिँ कुखुराको मासु हैन, यहाँ पनि छ अलिकति। यहाँ यसरी राख्ने हैन, डल्ले खुर्सानी भयो। चट्ट यसरी खानुपर्छ के मकैको ढिँडो। तपु त शरीर बन्छ हैन। यस्तो गर्ने, चट्ट राख्ने। ढिँडो खाँदा चाहिँ यो मासु चाहिँ यसरी च्यापेर एउटा मासु चबाइ राख्नुपर्ने हुन्छ। अनि यसरी खाइराखेपछि मासुको स्वाद पनि आउँछ, ढिँडोको स्वाद पनि आउँछ। एकदम मिठो। पिरो गाइस, पिरो। अकाबरे खुर्सानी रसको कम भयो हैन, एकदम हरि मिठो बनाएर चाहिँ यो जाडोमा तातो त ढिँडो कोले खानुहुन्छ। म त यसरी ढिँडो खान्छु है। एकदम मिठो छ है। ल म पुरा भ्लग बनाएर हाल्नेछु। भ्लग पनि गएर हेर्नु होला, च्यानलको सब्स्क्राइब गर्नु होला, माया गर्नु होला है त। धन्यवाद।